नमस्ते सबैजनालाई। के छ सन्चै आरामै हुनुहुन्छ होला। नेपालको राजनीतिको कुरा कति गर्नु वाक्क दिक्क भइसक्यो। विगत लामो समय यही जेठ 13 गतेदेखि नै सदन अवरोध भइरहेको थियो र सदन अब चल्छ कि चल्दैन त्यो त बेग्लै कुरा छ, तर अन्ततः सरकार झुकेको छ भन्ने कुरा छ। किनकि उच्च स्तरीय छानबिन समिति बनाउने सहमति चाहिँ भएको छ भन्ने कुरा छ। छानबिन समितिका लागि रासोपा र राप्रपाले अवरोध गरेको सदन अब खुल्छ कि खुल्दैन त्यो आफ्नो ठाउँमा छ। तर मुख्य कुरा के हो भने छानबिन समिति त बनाउनुहुन्छ। छानबिन समिति बनाइसकेपछि कसको नेतृत्वमा बन्छ भन्ने किसिमको बढी चाहिँ मलाई चासो थियो। कसको नेतृत्वमा बन्छ, फेरि त्यो छानबिन समिति पनि यस्तै किसिमको ढाकछोप किसिमको त्यही किसिमको बन्छ कि भन्ने किसिमको चाहिँ मैले चाहिँ है, अरूले चाहिँ अब मलाई थाहा भएन, तर मैले चाहिँ त्यो मनन गरिरहेको थिएँ। अन्ततः पूर्व मुख्य सचिव शङ्करदास बैरागीको नेतृत्वमा अब उच्च स्तरीय छानबिन समिति बन्ने भएको छ। जे होस् ढिलाइ भए पनि छानबिन समिति बनेको छ। यो छानबिन समितिले निष्पक्ष तरिकाले छानबिन गरोस्। अवरोध भएको सदन त्यति बेला माओवादी पनि अवरोधमै थियो, त्यसपछि 2 बुँदे सहमति गर्यो। सम्माननीय पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डज्यूलाई चाहिँ बेला बखत छेपारोको शैली भन्नुहुन्छ। सम्भवतः त्यस्तै लाग्छ है, किनभने 13 गतेदेखि संसद अवरोध गर्यो, फेरि बिचमा 2 बुँदे सहमति पनि तपाईँले क्लियर अध्ययन गरिसक्नु भएको होला। के भनेको छ, अख्तियार अनुसन्धान आयोगले छानबिन गरिरहेको छ, आफ्नो दिशातिर पुर्याउँछ र पुर्याइसकेपछि अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि सहयोग माग्यो भने चाहिँ सरकारले सहयोग गर्ने भनेको छ। अब यो सरकारले सहयोग गर्ने, न सरकारले उच्च स्तरीय छानबिन समिति बनाउने भनेको छ, नत्र गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भनेको छ। यो चाहिँ ठेक्न टुप्पाको 2 बुँदे सहमति भएको थियो। जे होस् फेरि यही 2 बुँदे कायम भएन भने सदन फेरि अवरोध गर्छौँ भनेर चाहिँ प्रचण्डज्यूले केही दिन अगाडि बोल्नुभएको थियो। यो कुरा सुन्दा रङ फेर्ने छेपारोको शैली जस्तो लाग्छ है। यो केही बिचमा सरकारबाट बाहिर बसिसकेपछि केही बिचमा अलिकता पपुलर हुनुभयो, जनताले अलिकता साथ दिए जस्तो पनि भयो, यता रवि लामिछानेको पनि अलिकता बचाउ जस्तो गर्नुभयो, त्यो कारणले गर्दा पनि अलिकता पपुलर हुनुभएको थियो। फेरि यो 2 बुँदे सहमति गरिसकेपछि उहाँलाई चाहिँ फेरि जनताले चाहिँ गाली गलोज गर्न थालिसकेपछि अब 84 को मिसन, 84 त टार्गेट छ, त्यस कारणले